Lu thùng Happy New Year. Happy New Year. गाइजहरु यहाँ अब टन्न खाएर पनि फेरि यहाँ थाईहरु यहाँ सुँगुरहरु लडिरहेछ हाँसिरहेछ अब मुखले खाऊ खाऊ लाग्छ पेटले खै अब नखाऊ नखाऊ भन्छ हो tasty या विदेशीहरुले सुनाउनु गर्दै खादैन त्यस्तै म चाहिँ खाएको देखेँ कस्तो भइसकिसक्यो मेरो पुरा पुरा भयो खान्छु नै भनेको थिएँ नि भनेको थिएँ नि मैले खान्छु भनेर मासु लिएर आयो सुँगुरको मासु हेलो छोरी के छ ह्याप्पी न्यू इयर भन न छोरी नमस्कार गरेर ह्याप्पी न्यू इयर भन न सबैले ह्याप्पी न्यू इयर ल ल ल आज इस अब मोमोको लागि यहाँ मोमोको लागि के अरे यो किमा पनि लिएको छ सुँगुरको 1 केजी अनि सलादहरु टमाटर प्याज खोर्सानी गाजरहरु अनि हामीसँग अर्को के छ भने सलादको लागि साग पनि ल्याइयो है यो सलादको लागि साग पनि ल्याइयो अब अरु बाँकी के छ भने चिकन आउनु बाँकी छ थाई र विङ्स चाहिँ लिएर अब लगभग तयारी गर्ने क्रममा छौं र यहाँ के मेरो श्रीमतीले यो बनाइराखे छिन् यो तिल मोमोको अचारको लागि सबै भुट्दैको हैन थोरै राख मैले काट्यो अनि ठ्याक्कै चिर्यो गाड्यो अनि काटेर स्टेन चाहिँ अब बाबाको छ्या जुत्ता गनाउँदै गरेको लगाऊ अब तिम्रो पनि खुट्टा गनाउँला नि ल ओ त्यही भाइ नि आओस् न म त निदाउनु को आदि सक्या छ त के भो दुखेछ बिहा ल्याउनु के गर्नु बिहा ल्याउनु के गर्नु जनता जान चाहन्छ
Ini aku paling buat ini di kemana ini kita ada satu. Boleh dulu, boleh tak? Ini yang apa nih? Tadi sudah ada yang oh nih. Buat les apa? Oh dia kan macam ni. Dia kan macam kan boleh. Buku, les mandi kita pergi. Buat kita ni. Yes, kung okay ba yun? Yung kita ko sama kita dito ni. Mama, kau boleh disebut saja. Yung kita ko chop ni kasi. Ito na naman. Lo guys, no, यहाँ चाहिँ अब कुखुरा कोरेर हुँदैछ तले टङ्कीले मुनि हजुर यो चाहिँ हाम्रो कुखुराको मासु आउँदैछ 2 केजी अन्डामा मिक्सिङ गरेर 2 केजी कुखुराको मासु ल अन्डा हाल्दैछ बाबाले चट्टल उता कुनामा चाहिँ मिक्सर गाइस नो अन्डा काम कस्तो बिरो पार्नु guys, Ozina. Halo. Ini sama chop tu. Tomato? Mana? Mau dekat dia ni. सबै पकाए एकजनाले यहाँ सबै अचारहरू निकाल्यो होइन काम बिगारो गाछ बिगारेर यो व्यक्तिले होइन अब बाबा नाङ्गे भइदिउँ सेटमा त पुरा भयो होइन भन्नाले गाई हट्यो राख्ने कि हाम्रो सानो सेफ चाहिँ यहाँ हुन्छ होइन कि म तपाईँलाई अरू सेफ्टी लगाउँछु अब हाम्रो यता चाहिँ हाम्रो यहाँ मसला सेफहरू हुनुहुन्छ यहाँ चाहिँ हाम्रो के भनौँ सलादहरू धुनु हुँदैछ काँक्रा र गाजर छ त्यहाँ हाम्रो मसला सेफ मसला पिस्नुहुँदैछ र हाम्रो अर्को अनि सानो सेफ हुनुहुन्छ उहाँ चाहिँ मोबाइल हेर्नुहुँदैछ उता चाहिँ मोबाइल हेर्नु देखाएन हाम्रो सानो मान्छे अनि हामी चाहिँ यहाँ मजाले चट्टले हाम्रो प्लान गरेर चाहिँ त्यहाँ माथि ओभन छ र हाम्रो यहाँ अर्को मान्छे टमाटर प्याज त्यसपछि हाम्रो यहाँ स्टार्ट भएको भइदिनु त्यसलाई अलिक यता राखिदिनु ओए 360 डिग्री नो 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 अब यो पनि हाल्दिनु ल उता हामी सानो मान्छेले चक्कु खेलाउँदैछ तिमीहरू नयाँ हुँदैन त्यो लैजाने दिदाले गाइस अदुवा लसुनहरू पनि आइसक्यो होइन हाम्रो मिक्सिङ 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 सानो मान्छे नाइ खै तिम्रो मोमो बनाएको देखाउनु त मोमो बनाएको बनाएको है त म चाहिँ यसरी घुमाएर यो राखिदिन्छु यो इन्ग्रेडियन्ट्स हुन्छ यो त यो यो भयो माथिको फोटो यसको भिडियो ल पाको पाको निकाल्यो अङ्कल यो सबै हैन साथी के नाम ए साथी भइछ त
ल यो चिकन कुखुराको लागि है फ्राई विङ्स अब यो पर्कको सेकुवा अब यहाँ म पकाउने सुरु गरेँ हाम्रो बाबा चाहिँ अब सेफ बनिनलाई जानुहुँदैछ ओभन खोल्न त्यो मैले मोबाइल चार्ज गर्ने ठाउँ बनिसक्यो नचलाएर होइन धेरै गाइस मैले त पैसा पाइसकेँ किन हो किन म चाहिँ गएको गाइस बाई बाबा चाहिँ कामले लाग्दैछ हेलो गाइस हामीहरू अब चाहिँ गर्ने अन मोमो बनाउने काम भइरहेको छ यहाँ अब यता यहाँ सेकुवा पाकिरहेछ हाम्रो ओभनमा अब यो सेकुवा पाकिसकेपछि हामी यतातिर मोमोतिर पनि लागिरहेछौँ यहाँ मोमो बनाउने हाम्रो मिस्त्रीहरू यहाँ हाम्रो रेशमा बहिनी खै हाई उता सङ्केत भाइ खै हाई यता यता तेजु भाइ सबैजनालाई नमस्कार आदरणीय दाजुभाइ तथा सबैजनालाई ह्यापी न्यू इयर ह्यापी न्यू इयर होइन ह्यापी न्यू इयर होइन ह्यापी बर्थडे नेपाल ह्यापी बर्थडे नेपाल नेपालको बर्थडे ल यहाँ मेरो छोरो सबैलाई ह्यापी न्यू इयर ल उहाँ मेरो अर्धाङ्गिनी श्रीमती ल आज मोमो तयार हुँदैछ है कस्तो बेलासी लु त हानौँ त बेलासी के खाने यो ओभनमा मासु पकाएको कहिले पाक्ने भनेर हेर्दा यहाँ भोक लागिसक्यो खै आज पाक्दैन क्या हो आज नयाँ वर्ष मनाऊ र यो मासु कहिले पाक्छ र चडप चडप खाउँ भनेको यहाँ तल पकाउनु बाँकी नै छ अझै यहाँ तल कुखुराको अझै बाँकी नै छ यो कुखुराको ल के हुन्छ हाम्रो मोमो बनाउने कालीगढाहरू यहाँ यो भाइ चाहिँ 5 स्टार होइन 6 कि 7 स्टारबाट काम गरेर आएको अरे उता 9 स्टार दुबईको 11 स्टार होइन यहाँ कहाँको भने माथि होइन यता माई मजुवाको 7 स्टार हो माई मजुवाको 7 स्टारबाट सेभ गरेर आएको भाइ हो हेलो सुँगुरको मसा के जुस छ नि Happy New Year nha. Nani ở Bắc Hàn đây không? Yतातिर पनि पाक्दैछ है मासुहरू पाक्दैछ यहाँ चाहिँ पहिले पाक्न सक्ने भन्ने हामीलाई लागिरहेको छ यतातिर छ टन्नै छ मासुहरू पानी खाएको जस्तो पो देखियो
होइन म त मम्मी खै हो मलाई पनि काटेर दिनु बदन काटेर दिँदैन पो त Sao em nhau? Mama không? होइन Anh nghĩ lên hắn đi. सुँगुरको लगाएर Nhau nào. अब सुँगुरको मासु नखाने रहेछ अब Mama. ए तिमी उ त्यो उ कहिला चाहिँ खाने भनेको मासु नखाने सुँगुरको अगाइ अरे नाइ बस्छ उनी तिमी मासु खानु ओ त गर्नै Samkin, cô tháo ấy. Tháo này cô. Ăn đi, छोडेको. Bây giờ Sao tôi vào đó? Đây bật xuống. Cô không thấy Chắc là em gặp được mama rồi. khá thế nào mong là tờ nhặt cơ vậy. Mà suka baju baik na. Lama kau akan dapat belakang ada. बोसो छैन हौ Không nữa. nó đâu được बोसो छैन nó đâu được cả Alih udah pasal nak kaya mana? Ca vẫn là sự hành động Nếu sao र tôi तपाईले cắt फलमा चाहिँ काटेर लिएर तिमीलाई भाइ सबै काट्नु त अनि दुईजनालाई नि उ गर्छौँ Prapti. Oh, Prapti. प्राप्ति यहाँ त्यहाँ राखेको जुन तपाईँ यहाँको नेतालाई छेउमा राख्छु Kita dulu. आउँदै त यहाँनिर छेउमा Oh, ini dah ia dah apa? त्यो जग्गा पनि त दाम हो Buari dah ya, छोरा चाहिँ यहाँ बस्नु पर्ने. अलिक राम्रो नै Kau tu टीका को खायो हो? आन्टी रातो टीका. काठमा त्यो जङ्गल है मान्छे साग खाने नै साग खाँदै Guys, यहाँ पनि छ है मासु टन्नै. यहाँ छ, थोरै छ भने नसोच्नु होला होइन यहाँ छ, चिकनको, यही बस्ने यहाँ छ. चिकन चिकन Makan. आउँदैछ दादा ऊ माथि तातो माछा हुन्छ फेरि Apa dah? Ini muka orang itu ada. त्यो दाम Ini tu foto. 9, 10, 11 mamaले त टुकुचा बनाउँदो रहेछ नि त रेशमाले त उसिँदै राखिँदैछ उसले अब भोलि खान्छ मलाई Khoi cinta. Aku ni, apa ni? त्यो हातमा यो यो Yo पत्ती dah, siapa pun tadi ni orang pegang tu. Sok pakai ko. के हो यो टाको पढाइ गरेको त मैले चिन्ता गरेँ यो त 100% पाकेको नि हो बहिनी होस् राखिरहनु पाकेको भन्छु सबै यो अहिलेदेखि होइन हड्डीहरू चाहिँ अलिक हाल्नु न सानो सानो पिस चाहिँ निकाल्नु कि पाकेको हो ठुलो पिस हाल्नु अहिले अघि राख ह्याप्पी न्यू इयर सबैजना आफ्नो कोको जस गरौँ हाल्दै लडेको म खडुवाल भनेको त यस्तै हुन्छ होला नि खडुवा आज त यसो गरेको छ यो त झन् कति समय भयो भयो सब पाके जस्तो देखिँदैन त नि माथि पठाइदिनु कस्तो पाक्दैन यो पाकेन भने त बरु म नेपालै छोड्छु साँच्चै त्यो सानी 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 हो अहिले यत्रो खाँदैन सानो होस् न सानो खाऊ ल कि खाइ नै खाने खाइ खाने सानो
ल गाइजहरु यहाँ अब थाली निस्क्यो टन्न खाएर पनि फेरि यहाँ थाईहरु यहाँ सुँगुरहरु लडिरहेछ हाँसिरहेछ अब मुखले खाउँ खाउँ लाग्छ पेटले खै अब नखाउ नखाउ भन्छ हो गाइजहरु अब के गरौँ अब ल ल ल ल ल आजको न्यू इयर एकदम सुँगुरमय र कुखुरामय भएको छ। अहिले आएर अन्तिम अन्तिममा कुखुराले जित्ला जस्तो छ आजको न्यू इयरलाई। सुँगुरको यता लडिरहेछ अझै फ्रिजभरि छ सुँगुरको गाई चाहिँ अब के गर्ने अब अन्तिम अन्तिम भयो त्यही त यसपालिको न्यू इयर यस्तै भयो। अब सबैजना घुम्न गए हामी चाहिँ घुम्न गइएन यही कुरो अब सबैलाई म अवगत अब हामी बेलुका सुतेर सपनामा घुम्न जानु अब हामी चाहिँ घुम्न नजाने यस्तै पोल्दै खाँदै बस्दै सबैजना मातेर यता कोही लडिरहेछन् कोही यता लडिरहेछ है एकै भएर होइन मासु पनि धेर खाएर अनि तोङबा पनि धेर खाएर अनि बियर पनि धेर खाएर कसैले चाहिँ कोक धेर खाएर मातिरहेछ। यहाँ दुई बहिनीलाई चाहिँ कोकले मातेर लडिरहेछ गाइज। अब यो यसपालिको 82 सालको नयाँ वर्ष यस्तै तरिकाले मनाइयो। अब आगो के होला अब नमरे बाचे दैवले साचे आगो पनि भेटाएर रमाइलो गर्ने कोसिस गरौँला है त। ल यहाँ अझै मासु यत्रो छ यहाँ सुँगुरको मासु यहाँ छ यहाँ चिकन यहाँ सिद्धिएर अब फेसवाट यहाँ पाक्दैछ है गाइस। यहाँ चिकन पाकिरहेछ सुँगुरको त अझै उभिरहेछ। लु लु न साच्चै क्यामेरा अगाडि यस्तो ठडाइसकेपछि मेरो बोल्दिन लु ल लु एक्टिङ जाओस् त। त्यो बेला चाहिँ उसको त आउँथ्यो त हौ अनि के